आज चाहिँ म तपाईहरुलाई यो ड्रागन फ्रुटमा मल के र कसरी कस्तो मल लगाउने भन्ने बारेमा चाहिँ भिडियो बनाइराखेको छु। यस ड्रागन फ्रुटमा चाहिँ मल लगाउँदाखेरि पुस महिनामा गोबर मलमा पिना मिसाएर लगाउने। यसमा ड्रागन फ्रुटमा सबैभन्दा बेस्ट मल भनेको चाहिँ बाख्राको मल हो। यदि बाख्राको मल उपलब्ध नहुँदा राम्रोसँग पाकेको गोबर मललाई पिना मिसाएर लगाउन सकिन्छ। र त्यसपछाडि फागुनको अन्तिम चैततिर आएर फेरि त्यही गोबर मल लगाएर माथिबाट झाँसे छोपेर पानी हालिदियो भने चाहिँ एकदमै उत्कृष्ट राम्रो हुन्छ। दाजु के गर्नुभएको? आज चाहिँ म तपाईहरुलाई यो ड्रागन फ्रुटमा मल हाल्ने कसरी कहिले कुन मल सिकाउँछ। ए लु हजुर भनिदिनु नि त, कहिले कहिले कुन कुन कसरी लाउने लु भनिदिनुस् त। अस्ति पुस महिनामा चाहिँ हल्का गोबर मल मिसाएर गोबर मलमा चाहिँ पिना मिसाएर लगाएर अनि पानी हालिदिएको छु। चाहिँ राम्रो यसरी आएको छ। अब फेरि यो फागुन अन्तिम हुन लाग्यो। फागुन र चैत महिनामा चाहिँ फेरि मल हालेर यसै मजाले अब पैसादेखि मजाले खुलेर फल्नुपर्छ। हजुर त्यसको लागि खास मल स्पेसल चाहिँ बाख्राको मल हो। बाख्राको मल उपलब्ध नहुँदाखेरि चाहिँ हामीले पाकेको गोबर मल त्यसमा पिना मिसाएर राख्यो भने चाहिँ एकदम बेस्ट हुन्छ। पाकेको भनेको चाहिँ के आगोमा पकाएको कि कस्तो दाजु? पाकेको मल भन्नाले चाहिँ मजाले पचेको कुहिएर चाहिँ राम्रो भएको मल पूर्ण भएको मल। ए कम्पोस्ट मल भन्नुभएको? पाकेको मल भनिन्छ। ए हजुर ल ठिक छ, एकदम राम्रो लाग्यो। तपाईँ एकदमै जाँगरिलो हुनुहुँदो रहेछ। यो जोस सदाबहार रहिरहोस् हजुरको। यो यदि धेरै रोप्नु भएको रहेछ कि आफैले रोप्नु भएको बिरुवाहरू चाहिँ कहाँबाट ल्याउनु भयो दाइ? बिरुवाहरू चाहिँ मैले नर्सरीबाट ल्याएको थिएँ 5वटा जति। हजुर त्यस पछाडि चाहिँ अरू बिरुवाहरू चाहिँ हजुर आफैले घरको उत्पादन गरेर यहीँबाट बढाएको। यो ड्रागन फ्रुट एकदम सजिलो खेती हो। हजुर धागो काटेर जहाँ रोप्नु पनि सरिहाल्छ। ए हजुर एकदमै राम्रो छ तपाईँको यो कौशी खेती देखेर मलाई नि खुसी लाग्यो। मेरो पनि घरमा म यहाँ तपाईँको बाट बिरुवा लगेर रोप्नु पर्यो। मलाई पनि के 2-4वटा बिरुवा प्रोभाइड गर्न सक्नुहुन्छ? 2-4वटा होइन, तपाईँलाई जति पनि दिन सक्छु म। ए हजुर धन्यवाद। रोप्ने बित्तिकै सरिहाल्छ नि। ए हजुर पाकेको मल चाहिँ यसरी गोबर मल यस्तो धुलो मल सबै राख्ने यो मल चाहिँ हामीले टक्क लगाउनु पर्छ। ए एकदमै बेस्ट हुन्छ। ए हजुर हजुर लु एकदमै राम्रो लाग्यो, बडा खुसी लाग्यो। मल चाहिँ म लगाउँदैछु। हस् लु पर्सि यो फलेको पनि कतिको फल्दो रहेछ, मेहनतको फल कस्तो हुँदो रहेछ यो पनि एकदम हेर्न चाहेँ। त्यति बेर पनि हामीलाई इन्फर्म गर्नु होला, जानकारी दिनु होला दाइ। म अवश्य आउनेछु है त। यसको यो त्यति बेर चाखौँ पनि। यसलाई लगाएर चाहिँ फलेर पाकिसकेपछि तपाईँलाई यो चाख्दै हेर्न बोलाउँछु। ए हजुर धन्यवाद। फलेको बेला पनि तपाईँलाई यो अवलोकन गर्नको लागि म बोलाउँछु। ए धेरै धेरै दिनु होला। हस् धन्यवाद। ए वरिपरि पनि अरू फलफुलको बोटहरू पनि धेरै नै लगाउनु भएको छ दाइको त। खासै सिजनेबल फलफुलको त पैसा पर्दैन कि क्या हो? म त वरिपरि फलफुल देख्छु। खासै हामीलाई यो घरमै खानाको लागि चाहिँ त्यति फलफुल आवश्यक पर्दैन। अब हामीसँग अब ड्रागन फ्रुट छ, लिची छ, एभोकाडो छ, हजुर आँप छ। हजुर सामान्यतया हजुर किन्नै नपर्ने छैन, किन्नु तर पनि फल्ने फलेको। हजुर अर्ग्यानिक हामी रासायनिक मलहरू पनि युज गर्दैनौँ। हजुर एकदमै अर्ग्यानिक हो यहाँको चाहिँ। हजुर त यहाँ हेर्छु माथिबाट यहाँ देख्दैछु म कोला पनि देखिरहेको छु। त्यहाँ कोलाका घडीहरू पनि मेवा पनि देख्दैछु। अनि हजुरको त्यहाँ अम्बकहरू पनि देखिरहेको छु। सुपारीका बोटहरू पनि थोरै ठाउँमा नि एकदम मिलाएर लाउनु भएको छ। बडा राम्रो लाग्यो, एकदम स्वच्छ अक्सिजन पनि पाउनुभयो, शीतल पनि भयो र फलफुल पनि खान पाइयो। त्रिपक्षीय होइन, यहाँ त धेरै पक्षीय फाइदा लुट्नु भएको छ दाजु। साह्रै खुसी लाग्यो। फेरि फेरि पनि हामी आउँदै गर्छौँ। यो हामीलाई यो फलेको बेला खान नछुटाउनु होला, चाख्छौँ मात्रै। बरु बेच्नु भयो भने धेरै फलेछन् भने किन्छौँ पनि। बोट बिरुवाहरू घर वरिपरि लगाउँदा फलफुल लगाउँदाखेरि खान पनि पाइयो। प्रत्यक्ष खाइसक्नु भयो भने अप्रत्यक्ष रूपमा अक्सिजन
देखि लिएर शीतलता पनि प्रदान गर्छ एकदमै राम्रो हो त्यसका लागि सबैले आफ्नो घर वरिपरि बसेको जग्गामा सम्भव हुने जति बिरुवा फलफुल लगाउँदा धेरै राम्रो हो म सबै तपाईँहरूलाई चाहिँ त्यसरी नै लगाउन जानकारी दिन्छु अर्ग्यानिक खाना पनि पाइयो प्रत्यक्ष अप्रत्यक्ष फाइदा भयो पैसाको पनि बचत भयो स्वस्थकर खाना पनि पाइयो होइन वातावरण पनि सफा भयो घरबाट निक्लेको तरकारीहरू छिलेको ओरेको सबै सम्पूर्ण कुरा मलका रूपमा पनि प्रयोग भयो साह्रै राम्रो गर्नुभएको साह्रै खुसी लाग्यो यसलाई चाहिँ म यसरी आउने मेरो राम्रो साथीभाइ इष्टमित्र पाहुनाहरूको लागि चाहिँ बिरुवा बनाइ यही काटिदिएको यसरी मैले आफन्तहरूलाई धेरैजनालाई दिइसकेको छु अझै पनि माग्नुहुन्छ भने म खालि अझै फर्काउँदिनँ त्यो भिडियो हेरेर आउनुहुनेलाई पनि निःशुल्क बिरुवा उपलब्ध गराउनुहुन्छ नि होइन कैलाश दाइ हजुर एकदमै यसमा पनि निस्सन्देह निःशुल्क बिरुवामा चाहिँ हस् हुन्छ लु धेरै धेरै धन्यवाद आजलाई म नि अब जान्छु है त हस् हुन्छ दाइ धन्यवाद